रुमदेखि निस्किसक्यो फिक्स छैन कहाँ जाने हो हमारा काट दिया आफ्नो गल्ती अर्कोमा ब्लेम हाल्न पनि सिक्नुस् तपाईँ यो मलाई आज यसरी छोड्न लागि थाहा छ यो चाइनाबाट भागेर आकी हो थाहा छ गाइज अरूको फोटो खिच्न लागेपछि आफ्नो फोटो नखिचिँदो रहेछ सपनालाई मैले क्यामेरामा इग्नोर गरेको जो छैन प्रोग्राम हेरेर धेरै ठाउँ अनुसारको लुगा पनि हुनुपर्छ म त बोल्नै उजत छैन हेलो गाइज वेलकम ब्याक टु अवर च्यानल अहिले हाम्रो ब्लग स्टार्टिङ भइरहेछ र आजको दिनमा हामी कहाँ घुम्न जान्छौँ र के गर्छौँ भनेर यो ब्लगमा हजुरहरूले देख्नुहुनेछ। अहिले हामी रेडी भएको छैनौँ, अब हामी रेडी हुनेछौँ र त्यसपछि हाम्रो घुम्ने कार्यक्रम स्टार्ट हुन्छ। मैले कपडा डिसाइड गरिसकेँ र उसले पनि कपडा डिसाइड गरिसकेँ। दिस इज आवर फाइनल लुक। अब हामीहरू रुमबाट फाइनली कति बजे 12 बजेबाट हामी रेडी हुन लाग्यो। यो अहिले 3:30 हुन आँट्यो, अहिले निस्कियो। अब लेट्स सी कहाँ गइन्छ। हाम्रो त्यस्तो फिक्स चाहिँ छैन, तर जहाँ पनि गइन्छ धेरै रमाइलो गरिन्छ। रुमदेखि निस्किसक्यो फिक्स छैन कहाँ जाने हो खोइ भगवान। तर जहाँ गए पनि हामी धेरै रमाइलो गर्नेछौँ। तपाईँहरू पनि हामीसँग रमाइलो गर्नुहोस् र हेर्नुहोस्। ये बड़ी अच्छी बात कही आप। मौसमले साथ दिन्छ कि नै त्यो पनि हेर्नुहोस्। के थाहा हामी फर्किँदाखेरि भिडियो पनि हुन सक्छौँ। हामीले फाइनली सोचिसक्यौँ हामी कहाँ जाने हो भनेर। हामी बसमा छौँ। हामीसँग बजेट अलिक कम छ, त्यही भएर हामीले बसमा ट्रेभल गर्नु पर्यो। अब हजुर सब्सक्राइबर बढाएर चाहिँ हाम्रो बजेट हाई गराउनु। कोई तरीका है भीख मांगने का? अहिले अब हामीहरू बसदेखि झऱ्यौँ। अब न्यु रोड हाम्रो हालत कस्तो बनाएको थियो, त्यही भएर बसमा राम्रोसँग सुर्याउनु जस्तो भएन। अनि सपना लडिए त्यही भएर आफूभन्दा ठुलो स्यान्डल लगाउनु पर्दैन। अब यहाँ धेरै भिड छ, तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ धेरै स्टलहरू राखिरहेछन्। पछाडिहरू देख्न सक्नुहुन्छ यति धेरै स्टलहरू छन्। यति महँगो छ, केही पनि सस्तो छैन। अनि जो चाहिँ बाहिर चाहिँ 500-600 मा टी सर्ट पाइन्छ नि 800 मा बेच्न लाग्छन्, 800-900 मा बेच्न लाग्छन्। अच्छा हमको सिखा रिया। त्यही पनि सस्तो छ। कतिको हो भने सोध न। उयो होला मलाई ढोक्ने दिन्छ भिडियो नि बनाउँछु यसलाई। हेर्नुहोस् त भिड कति धेरै लगाइरहेको छ। अनि यहाँ विभिन्न प्रकारका खानेकुराहरूदेखि लिएर लगाउने कुराहरूसम्म पाइरहेको छ। तपाईँ हेर्न सक्नुहुन्छ यो ब्याकग्राउन्डमा। हेलो हाई। हेर्न सक्नुहुन्छ कतिको यहाँ भिड छ। हामी चाहिँ बसन्तपुर पुग्यौँ। अनि आजको हाम्रो घुम्ने डेस्टिनेसन यही बसन्तपुर नै थियो। निकाल्यो नि त। हामीले आज धेरै सोचेर फाइनली आज बसन्तपुर जानुपर्छ भनेर निर्णय गरेर बसन्तपुर आएका छौँ। अनि आज हामीलाई थाहा थिएन यतिको भिड आज हामी यहाँ देख्नेछौँ भनेर। तर किनकि यहाँ महोत्सव लागिरहेको रहेछ। त्यही महोत्सव होइन यार, हो यार महोत्सव हो। यसलाई थाहा होला तर मलाई थाहा छैन। यस्तै हो जे होस् लागिरहेको छ। हम मालूम है तेरे बाप को मत सिखा। योले 10 मिनट हिँड्ने बाटोमा आधा घन्टा हिँडाएर गुगल म्याप हेर्ने सिपालु हाम्रो सपना भट्टजीले हामीलाई यति हिँडायो। उजा पनि मेरो त उजा पनि मरिसक्यो। कस्तो के भन्छन्, कस्तो माया थिए। एनर्जीका साथ थिए। एनर्जी सबै ड्रेन आउट भइसक्यो हिँडेर। अब त्यही नै अब तपाईँहरूको लागि भनेर हामीले निरन्तरता दिने भन्ने हिसाबले यो भ्लग कन्टिन्यू गरेको, नत्र 1% शरीरमा एनर्जी थिएन। सबै गर्नु तर म्याप हेर्न नआउनुसँग चाहिँ नजानु, आफै भएर हेर्नु।
किनकि आफूले गल्ती गरे केही लाग्दैन, होइन, अर्काको मेरो- गल्तीले धेरै मेरो हातले गल्ती भएको यसको गर्दा यसको कुरामा लागेर मैले म्यापमा ध्यान दिएन के त्यही त अरू बेला त कहिले गल्ती हुँदैन, यसले गर्दा गल्ती भएको हो मेरो। यसले गर्दा गल्ती भएको हो मेरो। तेरा तो गेम बजाना पड़ा। अर्का आफ्नो गल्ती अर्कामा ब्लेम हाल्न पनि सिक्नुहोस् तपाईँ, यसरी नै गल्ती मान्न होइन। 2000 years later. फाइनली वी आर हियर। अनि यहाँ पनि सधैँ चाहिँ धेरै भिड लगाइरह अनि म पनि छु। यो मलाई आज यसरी छोड्न लाग्यो थाहा छ, मैले भिडियो बनाएपछि म कुनै भिडियोमा पनि यसलाई छोड्दैन, यस्तो भेदभाव गर्छ यो। हमारे यहाँ ऐसा ही होता है। तपाईँ हेर्न सक्नुहुन्छ। Three days later. झोला बोकेर भिडियो खिच्ने मात्र सेन्डिल फेरि आफ्नै हो है, मेरो होइन। अनि अहिले हामीले यहाँ अलिकति भिडियो सुट गऱ्यौँ जो हामी आफ्नो टिकटकमा हाल्नेछौँ। मतलब यसले मेरो गरिदियो। अनि अब यो मेरो परिया बाहिर घुमिरहेको चाहिँ काठमाडौँमा फेमस ठाउँहरूमध्ये घुम्ने ठाउँ चाहिँ यो पनि एउटा हो र यहाँ धेरै भिड हुन्छ, जहिले पनि भिड हुन्छ, बिहान बेलुका राति। हजुर जो बेला आए पनि हजुर भिड नै पाउनुहुनेछ। अनि यो पनि एउटा टुरिस्ट प्लेस हो, त्यही भएर यहाँ पनि विभिन्न प्रकारका टुरिस्टहरू गोरेहरू देखिरहेको थिएँ मैले पनि। एउटा गोरे यो पनि हो, यो चाइनाबाट भागेर आएकी हो। कैसा लगा मेरा मजाक? चाइनिज भए मलाई नि। तपाईँहरूलाई थाहा नभएपछि त्यो पनि बताइदिन्छु। अनि अरू त्यो हेर्न सक्नुहुन्छ। हामीले फोटो खिचेर आयौँ, तर यहाँ के हुँदैछ तपाईँ पनि हेर्न सक्नुहुन्छ। हामीले यहाँ धेरै सामानहरू पनि हेऱ्यौँ, तर किनेको चाहिँ केही छैन, हेऱ्यौँ मात्र। हेर्नुहोस्, आफ्नो गर्लफ्रेन्डलाई गिफ्ट दिनुभए यहीँ आएर गिफ्ट किनेर जानुहोस्, तपाईँको गर्लफ्रेन्ड पनि खुस। यो बाटो हो र थाहा छ गाइज, अरूको फोटो खिच्न लगाएपछि आफ्नो फोटो नखिचिँदो रहेछ। त्यही भएर तपाईँहरू आफ्नो फोटो खिच्नुहोस्, अरूको नखिच्नुहोस्। सेल्फी खिच्नुहोस् बरु, ब्याक क्यामेराबाट नखिच्न सके पनि हामी चाहिँ फर्किँदैछौँ। अब यो चाहिँ के गर्नु यस्तै छ। अनि हामीहरू यता छौँ। अहिले अब नेक्स्ट डेस्टिनेसनको लागि यहाँबाट हामी निस्किरहेछौँ। सपनालाई मैले क्यामेरामा इग्नोर गरेँ जस्तै तपाईँहरू पनि मेरो इङ्ग्लिस इग्नोर गर्नु होला। हामी कहाँ पुग्यौँ?
अझै हेरौँ हेरौँ लागिरहेको थियो नेपालीहरूको ट्यालेन्टलाई एड्स अप छ मेरो तर्फबाट नि यो त फेयर भयो अझै एकचोटि रिपिट गरे भए नि म हेर्न बस्थेँ साह्रै राम्रो थियो मेन भिडियो जो बनाइरहेको थियो त्यो भिडियो नै भएको नरहेछ रातो र चन्द्र सूर्य त्यही भएर हाफ भिडियो भयो अर्को ठाउँ जानु नभएको भए सायद हामी त्यो पुरै हेर्थ्यौँ होला तर हामीले जानु पर्यो जान्छौँ भनेका छौँ त्यही भएर हामी निस्क्यौँ र यो अहिले न्यु रोडदेखि बाहिर जाँदैछौँ अगाडि बस्न कति रमाइलो भइरहेछ फाइनली अहिले हामी बसबाट झऱ्यौँ लास्टै थाकियो त्यही पनि हामी आफ्नो डेस्टिनेसनमा पुगेका छैनौँ अझ पनि हामी गुगल म्यापको भरोसामा हिँडिरहेछौँ हामी हिँड्दैछौँ आजको दिन हाम्रो हिँड्नमै गयो वाक्क लाग्दो संसार अनि दिक्क लाग्दो दिन तर दिक्क लाग्दो त चाहिँ थिएन रमाइलो भयो रमाइलो चाहिँ भयो तर पनि तीन गाडी दाइवाला गाडीवाला दाइले गाडीवाला दाइले बढी पैसा लिए हमारा काट दिया ल अब हामी हाम्रो दोस्रो डेस्टिनेसनमा पुगिसक्यौँ र अब हजुरहरूलाई पनि थाहा हुनेछ हामी कता आएको भनेर हामी आएको छौँ पशुपति आरती हेर्नलाई हामी पशुपति आएका छौँ एन्ड तपाईँहरू पनि भिडियोबाटै भए पनि पशुपतिनाथको दर्शन गर्नुहोला बस रुलाएगा क्या हामी पनि दर्शन गर्नेछौँ ल मैले आफ्नो कपडा पनि चेन्ज गरेँ देशअनुसारको भेष भने चाहिँ ठाउँअनुसारको लुगा पनि हुनुपर्छ त्यही भएर आफ्नो चुन्नीको स्टाइल चेन्ज गरेँ तपाईँहरू पनि हामीसँग आरती हेरेर पशुपतिनाथको दर्शन गर्न चाहनुहुन्छ भने चाहिँ भिडियो अन्तसम्म हेर्नुहोला बिचमा स्किप नगर्नुहोला र लाइक कमेन्ट सेयर अनि च्यानललाई सब्सक्राइब गरेर जानुहोला र बेल आइकन नि क्लिक गरिदिनु होला यस हामी यहाँ पुगिसक्यौँ र अगाडिबाट नै यहाँ धेरै भिड थियो र छ अझै पनि मान्छेहरू आइरहेछन् पानी पनि परिरहेछ पानी पनि परिरहेछ अलिअलि अब ठाउँ छैन कहाँनिर बस्ने कहाँ उभिने कहाँदेखि हेर्ने या कतै ठाउँ छैन तपाईँहरू पनि देख्न सक्नुहुन्छ अब लेक्सी कहाँनिर बताइदिन्छ म चाहिँ सकमा छु अहिले तपाईँ पनि हेर्न सक्नुहुन्छ भिड कति धेरै लागिरहेको छ हामीले बस्ने ठाउँ पाइसक्यौँ भगवान्कै छ भगवान्सँगै हामी बसेर अब आरती हेर्नेमा छौँ भिड तपाईँ देख्न सक्नुहुन्छ कति धेरै छ र पानी परेकाले मान्छेहरूले छाता नि खोलिसक्यो हामीसँग त छाता पनि छैन यसरी बसेका छौँ आरती स्टार्ट भएको पानी परिरहेछ 2 hours later. हामीहरू चाहिँ अहिले फर्किन लाग्छौँ र पानी पर्न लाग्छ राति पनि भइसकेको छ भनौँ अलमोस्ट है अझै पानीले गर्दा आरती पनि ढिला गर्नुभयो र 7:20 समथिङ भइसकेको छ अहिले हामी गाडीको वेटिङमा छौँ र पानी परिरहेछ गाइस धेरै परिरहेछ विश्वास नभए ल हामीले हेर्नु फाइनली अब हामी पुग्यौँ रुम अब यो ब्लग यतै इन्ड गर्ने कि म त बोल्नै बुझ्दैन छैन अब रुम गएर खाना पकाएर खाना खानु बाँकी छ 8 बजिसक्यो अहिले रुम पुगिरहेछौँ अब यो ब्लग यहीँ इन्ड गर्छौँ अर्को ब्लगको लागि वेट गर्नुहोला र लाइक कमेन्ट अर्को हप्ताको सेयर र च्यानललाई सब्सक्राइब गर्नुहोला थ्याङ्क यू फर वाचिङ भन्दैन थ्याङ्क यू फर वाचिङ